वेलकम बैक टू माई न्यू ब्लॉग। आजकल ब्लॉग में हामी यहाँ गरिरहेछौँ केही क्वेसनहरुको एड हुन्छ ल। मैले दिएको ल क्वेसनको एन्सर त अब यत्रो एन्सर छ यत्रो लाभा यो भएपछि मात्र म खेल्न जान्छु। त्यही भएसँग म के गरेर बसौँ जाउलायो गाइज। म तर खेलेको थिएन त्यो म त्यो एन्सर दिए नै जाउला। मजा आइरहेछ। अब हामी पनि जाम खेल्न या त खेलेन त म जान्छु। सरी हामी आज चाहिँ हामी खेल्छौँ। मलाई नि त रोज आज हामी कस्तो गुजस्तो गेम हो ल्याग खाके गरे गाइज। आज हामी खेल्छौँ क्रिसमस। गाइज मैले यसको एन्सर दिए फर्स्ट टाइम किनकि मलाई आउँथ्यो यसको एन्सर। मैले लास्टमा दिएछु गाइज एन्सर। यस्तो यार के भनौँ अब म के गरौँ अब हामीले एन्सर दिनै पर्छ। भन्नु होला यति सजिलो राम्रै क्वेसन एन्सर फेरि लास्टमा यो ACUTE अकुट हो नि मैले झुक्केर मिस्टेक गरेको। कसरी मिलेन यो ए सरी मिस्टेक गरे यस्तो यार मिस्टेक गरेको गाइज। यस्तै छ अब मलाई नछोयो भने त फर्स्ट टाइम एन्सर। यिनीहरू यार कसरी अगाडि गएको यो पहिले आउन पर्छ नि कस्तो। अब मलाई छोयो लाभाले 26 यस करेक्ट। अब मलाई लाभाले छुनै अलिकतिले मात्र धन्दले छुन लाको गाइज। अलिकति कस्तो हिडन पनि आउन पर्ने हो कि बल्लकै मजा आउँथ्यो।
अब बल्ल म ए धन्जले कोही छ मेरो वरिपरि यो फर्स्ट हुन्छ के रे व्हाट इज द Shit, yeah. म यति बेला म किन हो के कुन्नी सेकेन्डमा परेको हो यसो नि किन जाम के हो यो व्हाट इज दिस म नि खेल्छु गेम Wish you a Merry Christmas Wish you a Merry Christmas अझै चाहिँ हामी हाड खेल्ने जसरी मिडियमको लागि सपोर्टेड बाई होइन मलाई सपोर्टेड बाई अब के भन्न म अब गाइज होइन मेरो क्यारेक्टर आफै हिँडिरहेको ल फर्स्ट क्वेसन 6 मल्टिप्लाई बाई 11 70 यो यिनीहरू दुईटा हेर नाच्दै बसिरह के भनौँ के भनौँ म होइन अब नाच्ने भनेको यति सजिलो एन्सर नि यिनीहरूले यो तलकोले नदियो भने यिनीहरू त छि गवार यो यति सजिलो 4+11 यिनीहरू हेर त कति तल मेरो भन्दा यो र म सेम हाइटको हौँ कि छैन गाइस कमेन्टमा भन्नु है 10 - 9 3 बिर्सेको नि म सिताउने होइन प्लस सरी गाइस मैले जितेर मैले भनेको 9 - 6 होला जस्तो लाग्छ त्यो भएर के भन्नु फर्स्ट टाइम मैले एन्सर दिएको I wish you a Merry Christmas भन्दै बस्दै यार ल हेर्नु त मेरो भन्दा कति सानो यो त हाँसिरह यसमा यो र म बराबर थियो यो अलि अग्लो जस्तो हो गाइज अग्लो जस्तो हो कमेन्टमा भन्नु है यो कसले नआउला भाइ 6 - 2 यस्तो राम्रो क्वेसन यो म भन्दा अगाडि किन यो पनि म भन्दा अगाडि किन यो के भयो मसित के भयो यो यो र म बराबर तिमी हाम तर यो अगाडि गयो म भन्दा माथि यो पिङ्क खाले भन्दा गु जस्तो देखिरह पिङ्क कलरमा हो के हैन गाइस कमेन्टमा भन्नु है यो केटा भएर नि पिङ्क कलर लहा ओए मेरो 15 ब्लक यसको फेरि म भन्दा अगाडि किन यिनीहरू किन के यति नि कसले आउनु होला यो र म अलमोस्ट सेम हो हेर त यत्रो लाभा यो लाभा हो कि पानी हो कुन्नी के हो कि जस्तो देखिरह वात्तै माथि आयो त म मर्छु होला कस्तो एन्सर गलत भएको मलाई लाभाले छुन लागिसक्यो बल्ल फर्स्ट टाइम अलिकति बढ्यो तर 11 ब्लक्स खान्छ मैले भनिराखु 11 ब्लक्स खायो मेरो अब म मर्न लागिसक्यो यिनीहरू म भन्दा टुप्पा टुप्पामा
मभन्दा टुप्पा टुप्पामा हानिनीहरू म मात्र तल होइन तँ अहिले तल मभन्दा अलिकति तल तँ हो त्यो केटी हेर्नु न गु जस्तो देखिरह हो कि होइन गाइस कमेन्टमा भनेको होइन गाइस मभन्दा तल यो बढ्यो मेरो अब मसित यस्तो नै हिम्मत आयो भए म कहाँ पुग्थेँ कहाँ पुग्थेँ यार ए तँ मर्न लाहा तँ मर्छ अब तँ मरि किनकि 11 ब्लकको कि म नि मर्न सक्छु गाइस त्यसमा फरक छैन मर त्यसमा को जो पनि मर्न सक्छ तँ मरि यस 10 ब्लक लेफ्ट राउन्ड म मरे 4 - 1 3 हे मैले 3 लेखेको त मरे कस्तो यार म कसरी ओए म खसे ए म त स्ट्यान्डमा रहेछु ओए बचाओ ए आए इजी खेल्ने इजीको लागि सपोर्ट बाइ हिम ल गिफ्ट पनि पाउनु पर्ने छ हेर न गाइस यो र म सँगसँगै जस्तो किन देखिरह यो ठुलो कि म ठुलो जो पनि हुनसक्छ गाइस अब मलाई के थाहा जो पनि हुनसक्छ